सो वेलकम ब्याक टु माई मिनी ब्लग। आज म धेरै समय पछाडि पहाडतिरको यात्रा गर्दैछु। तराईदेखि पहाडसम्मको यात्रा। उताको गर्मी अनि यताको यो शीतल हावा खाँदै। यो सुपादेरालीको बाटो डेन्जर बाटो छ। तर सुपादेराली धेरै प्रख्यात छ। बाटो चाहिँ कति रहेछ। पढाइ कति छन् दिनी सम्झिनु भएको सामान्य दिँदाखेरि बल्ल प्रसिद्ध स्थल सुपादेराली तल चिचराउँछन् भन्ने बार बसेको भन्ने त्यो तराईको गर्मी अनि यहाँको यो शीतल हावासँगै यो मनमोहक दृश्य हेरिरहँ जस्तो लाग्ने प्रकृति। कागजहरू बनाएर बसेँ पछि केही गरेर पनि नेपालको सरकारलाई थाहा भयो कि हाम्रो मान्छे उसले झिकाउँछ बिहान सुइलो हुन्छ गर्मी छ भने पहाडतिर कुहिरो लागिरहेको। सन्ध्याको बजार सहरको घरभन्दा यो गाउँघरको घरमा नै कति आनन्द महसुस हुन्छ। पहिलोचोटि म हाइसमा बसेर यस्तो फुल स्पिडवाला गाडी चलाएको चाहिँ पहिलोचोटि देखेको थिएँ। अस्ति कत्रा स्पिडमा चलाएको थियो, अहिले चाहिँ ढिला भयो।
दिदीको छोराको लागि म हेर्दा हेर्दै लुट उठिआइसकेँ। यहाँबाट चाहिँ थोरै तल मेरो दिदीले घर छ। अब चाहिँ हिँड्दै जानुपर्छ। मलाई लिनको लागि मेरो दिदीको छोरा आइसक्यो। ओ पारी छ मेरो दिदीको छोरा। सानीमा भनेपछि हुरुक्कै हुने। थकै लाग्यो भने उकालो निस्किँदैछ। नमस्ते 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 पनि गर्छ आज। apa गर्ने कसरी नाइ तिम्रो मम्मीले ल्याइदिएन कहिले तिमीले मेरो ब्याग बोकेर गइदिउ न त ल ल किन सक्दिने हो तिमी पुन्टी छियौ apa गर्न तिमीलाई आउ ल apa मेरो बेबीलाई मेरो पुन्टी चुप्पा गरी परेछ यो चाहिँ मेरो बेबीले सानीलाई गरेको माया। सँगसँगै अर्को सानीलाई पनि सोध्दैछ आफ्नो अर्को सानी आउनु भएन भन्दै। मेरो पुन्टुले पछिको फाइदा बलक बलक कोही होइन हेलो भन्दियो मेरो सानी आयो भन चुप्पा ओ माई गुड बेबी यो तिम्रो घर त बाटो तिम्रो घर कहाँ हो कहाँ तल बुङ्गो त हुनु कपडा लाग्छ अन्त कसो हिँड्छु र ल हिँड घर घर अन्त जाऊ के छ त ठिक छ नमस्ते अब नभए हिँड कि तिमी हिँड्न सक्छौ त पनि नदिकन मलाई बिस्तारै हिँड कि फेरि लुटाउने नदुग्र के मेरो हात छोपेर न मेरो पुन्टु तिम्रो कोठामा सुत्ने ओके के खाना दिन्छु त मलाई ए ल ओके
यताको चाहिँ आमा आउनु आमा नमस्ते कहाँ हिँड्नु तपाईँ म यहाँ माथि जान्छु आउनुहुन्छ अरे पेटमा आएर सम्झे पुरो दे ये मेलामा को आइज थुप त्यसले आउनु तर सबैलाई मेरो सानी आऊ नि हिजो कति बेला आउनु पुन्टो झरो क्या हो मेरो पुन्टो कहाँ छ मेरो पुन्टो बेबी के मेरो बेबी पुन्टुरी के मेरो पुन्टुरी त झर्छिन् क्या है झरिन् त नि अबि झरिन् पुन्टुरी हिँड्छिन् पात क्यारो त यसरी किनिस् तिम्रो घर कता ल हिँड कहाँ हो है उहाँ हो ल हिँड यत्रो घर त्यस्तै गरेर दुगुरी छैन के ए मम्मा दुगुर्न Finally, Didi got. नदुगुर्न भन्नु न त यो के हो चाहिँ है यो ए तिम्रो धारो ए यो के हो यो सिस्नाले पोल्छ तिमीलाई ए तिमीलाई पोलेछ कि नै तिमीलाई पोले छैन आजसम्म कसको घर रहेछ यो कसको घर रहेछ है बेबी यो घर कसको हो चाहिँ कला लिएर आयो सन्दीप हुन् तिम्रो साथी हुन् यो तिम्रो साथी हुन् सम्पदा हुन् सम्पदा दिदी यो कसको घर हो त यो कसको घर हो भन न तिम्रो घर हो यो सबै तिम्रो घर हो र आयो तिम्रो घर फाइनली दिदी घर भयो अब चक्लेट खाऊ के भयो चक्लेट खाऊ तिमीले उनी अब यो अब ऊ भाउ गरेर मानेन कसरी गयो काहाट अब काहाट उच्छु तेरो छोरो त नौटंकी गर्छ मलाई हाँस लाग्छ गरेको तँलाई त रुख भैँसी खा 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 ऋतिकलाई खा भैँसी खा 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 बाई बाई म गएँ है मामा घर गएँ है बसे नै जाऊ है बाई म गएँ झोला खाइ मेरो झोला खाइ म जान्छु जाम म कहाँ अपनी खबर कुछ है